Are you ready? Okay, let's go. Hello guys, welcome back to my vlog. अहिले चाहिँ हामी बिहानको 6 बजिसकेको छ अनि यता चाहिँ अलिक साँझै छ, चिसो मौसम। हामी मन्दिरतिर लाग्दैछौँ। अब खोलामा गएर नुहाउने अनि त्यसपछि मन्दिर चल्ने। हामी चाहिँ यो कदमले ब्रस गर्दैछौँ। सबैजना कदमले ब्रस गर्दै हुनुहुन्छ। केले ब्रस गर्दै हुनुहुन्छ जनता जान्न चाहन्छन्। केले ब्रस गर्दै हुनुहुन्छ जनता जान्न चाहन्छन् क्या? कदमले यता पनि गर्दै हुनुहुन्छ हेर्नुहोस् न, कदमले दाँत सफा हुन्छ क्या, एकदम ओरिजिनल ब्रस। हेलो गाइज, हाम्रो कदम भनेको मैले बोलेको भएन अरे, यता बोल्ने अरे। ए बो मैले पकड्नु। हेलो, अब हेर्नु न मोबाइल के चाहिँ हाम्रो कदम तेर्सो नपार्नु, यस्तो सिधै यस्तो पार्नु। कदमले ब्रस गऱ्यो भने चाहिँ राम्रो दाँतको लागि। त्यही भएर म चाहिँ भन्न चाहन्छु सबैले कदमले ब्रस गरौँ। भनेको मान्दिनु होला। भनेको हेलो गाइज, हामी हेर्नु कस्तो खोला आउन आएको। हामी खोलामा नुहाउँदैछौँ। वाउ, त्यहाँनिर हाम्रो कदम हो। कदमले ब्रस गर्दा चाहिँ हेल्दी हुन्छ, दाँत पनि सफा हुन्छ, दाँत पनि पीडा लाग्दैन। त्यही भएर हामी यहाँ आएर कदमले ब्रस गर्दैछौँ। अब पुल यता रहेछ, हिजो आएको भए हुन्छ नि। यहाँ यता चाहिँ घुमाउन ल्याउनु भएन, उता उता घुमाउन लानुभयो। कस्तो राम्रो पुल रहेछ यहाँनिर। यही पुलबाट जाने हो मासतिर? उताबाट जाने खोलाबाट गाडीको बाटो। गाडीको बाटो? यो मान्छेहरूको बाटो छ, गाडीमा जाने भएको। नुहाउनु पऱ्यो खोलामा। बोल्दै हुन्छ खोलामा नभए अनि पुलबाट जाऊँ न। गाडीमा जाने भएको यो बाटो जाने त हिँड्दै गाडी हिँड्दै गएपछि पुलको बाटो जानु राम्रो। नजिकै छ नि हाम्रो। यताबाट नजिकै छ। यता एउटा पनि यस्तोबाट जानु। पहिला पनि आएको बेला जानुभएको थियो। फेरि पनि घुम्नु पर्छ नि तपाईँ। त्यति राम्रो उता छ नि। पहिला नै भिडियो फोटो खिचेर लानुभएको थियो। यो बाटो यहाँ त आएको थिएन। कहाँ बाटो थियो? फर्स्टमा होइन। हिजो होइन क्या, त्यत्रो उता उता घुम्नु यता आएको भएको यही रहेछ खोला भनेर क्या। यति नजिकै पुल रहेछ। तातै होला हौ तर पानी। अब हामी यो खोलामा नुहाउन आँटेको देख्न सक्नुहुन्छ सबैले। खोलाको पानी पनि बिहान तातै हुन्छ होला सायद। तातै हुन्छ, तर म चाहिँ नुहाउँदिनँ होला। किनभने मैले हिजो मासु खाएको छुइनँ। मासु खाने जति चिप्लाएर नुहाउनु होला। पुलबाट जानुपर्ने होला। पानी त गएर दबाई थियो नि मलाई। सानो पानीमा त मरिन्छ त डाँडाले। मरिँदैन उ त्यहाँ हेर्छ यो घरिघरि कुनै ठाउँमा छैन भने क्या उता उता ठुलो थियो हिजो हामी त बस्ने जग्गामा। उता उता छ उतार दह रहेछ। यो चाहिँ हाम्रो पुल, कस्तो राम्रो पुल छ। त्यो पुलमा अहिले भरे आउँदाखेरि हामी फोटो खिच्छ। यो खोलाको पानी यस्तो सुहा गरिरहेको थियो नि गाइज। जति यो हेर्दा सानो देखिन्छ नि, तर यो रियलमा यति राम्रो सुहा गरिरहेको थियो। तर यो बाटो भएर होला यता छेउछाउको चाहिँ सुकेको थियो क्या। परको चाहिँ ठुलो। यहाँ कुवा पनि छ खोलाको छेउमा। तातो छ पानी, त्यही नुहाउनु त। कुवा उगाउने चाहिँ छैन फेरि, उगाउने जगहरू। किन हुँदैन? यहाँ तातो रहेछ हौ पानी। यो पानीभरि देखिएन। हो त्यो कुवा हो। कुवामा छ तर उगाउने नै छैन। ए त्यो बटुकोले हुन्छ हुन्छ। नुहाउनु तातो छ खोलाको भन्दा तातो पानी छ। छाम्नु न एकपल्ट कस्तो छ। त्यो जमेको पानी हो माथिबाट आएको। यो चिसो छ होला होइन? ठिकै छ, नुहाउन सकिन्छ। कडायो नि त्यहाँ स्याम्पू खै त्यही ब्यागमा त्यो गोली, सानो गोलीमा।
दहट ठुलै होला त कि सानो छ उता हिजो गएको ठाउँबाट चाहिँ ठुलो छ होइन म खोलाको सुवा गरेकोमा देखाउँछु ल यहाँ दाउरा छ त अनि दाउरा छ त ए पिकनिक खाएको रहेछन् है राम्रै हो पिकनिक खाने एकदम राम्रो ठाउँ छ म खोला सुवा गरेको देखाउँछु यो खोला सुवा गरेको सुनिरहेको होला है कत्रो खै कहाँ छ खोला यो भिडियोमा चाहिँ सानो देखेको त्यो तर ठुलो छ है यो खोला एकदम सुवा गरेको छ म ब्याक क्यामेराबाट देखाउँछु कल खोला साइलेजी झरझर झरना रातो दिना साइलेजी तिम्रै सम्झना उहाँ छ यो बर्खामा त धेरै ठुलो खोला हुन्छ अहिले हामी नाच्छौँ नि त थाहा त्यही भएर मम्मी उहाँ हुनुहुन्छ अनि यो खोला चाहिँ यहाँ मेरो बुढा चाहिँ मेरो बुढा रहँदैछ अरे म त ननुहाउने भनेको गाइस त्यही पनि नुहाएको बोलो हर हर गङ्गे नुहाइसकेको छ्याप्लाङ छ्याप्लाङ दुई तिन डुबुल्की अब चाहिँ मन्दिरतर्फ सरासर जाने हो यही खोलामा नुहायौँ ओहो खोलामा नुहाउनुको आनन्दै बेग्लै छ सबै तिनैजनाले नुहाएको हामीले यताबाट आयौँ यो खोलामा मजाको उठ्ने दहमा गएर नुहायौँ अब यताबाट उत्तो उकालो यो माथि 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 कतिवटा डाँडा काटेर जान्छौँ यहाँको स्कुल चाहिँ यहाँ माथि रहेछ कति 5सम्म कि 3सम्म पनि यहाँनिर यस्तो उकालो हिँडिरहनु परेको छ बाफ्रे ओह्रालोहरू हुन्छ ओह्रालो खम्ता उकालो हिँडेर आइरहेको घाम हामी चाहिँ यो डाँडो कटेर पनि पल्लो डाँडो अहिले तुसारो लागे जस्तो भए देखिया होइन कहाँ माथि 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 माथिबाट आएको यता चाहिँ गाउँबारी रहेछ गाउँ छर्नु भएको रहेछ यतातिरको मान्छेले होइन एकदम राम्रो गाउँ छ है ठाउँ एकदम राम्रो छ डाँडा काँडा होइन प्रकृतिले भरिएको डाँडा डाँडा हेर्नु यो डाँडा पारी कति नेपाल टाढो लाइन कस्तो राम्रो आएको छ है यताबाट घाम उदाउँदैछ कस्तो राम्रो छ क्या बाटोहरू चाहिँ एकदम राम्रो रहेछ है म यहाँ अगाडि आएर भिडियो बनाउँदैछु उहाँहरू चाहिँ लाइटर किन्न जानुभएको थियो पऱ्यो है छ हामी नुहाएर हिँडेको उहाँ परबाट खोलाबाट अब लगभग आइपुग्न लाग्यौँ भोटाक गरेको परेवा कुकुरले नै हेर कस्तो राम्रो गाउँ छ यता है पर आउँदै हुनुहुन्छ म चाहिँ हिँड्न सकिनँ भनेर होइन गाइज मैले गाली खाँदै आएको त्यहाँबाट अनि मैले के लाएर आइडल आए थाहा छ मन्दिर हिँडेको मान्छे पनि हिँड्न सकेन भनेर गाली गर्दै हिँड्नुहुन्छ के मन्दिर जानुहुन्छ भनेर गाली गरेको अनि चुपचाप हुनुभयो कस्तो राम्रो रहेछ यो यतापट्टिको डाँडातिर खोला छ यतातिर खेत अनि पारिपट्टि जङ्गल छ ए हामी अघि अर्को स्कुलमा आएको थियौँ अहिले अर्को स्कुल आइसक्यौँ उदयपुर रहेछ त है उदयपुर रहेछ कोशी प्रदेश कति छ उदयपुर कति हो गाउँपालिका 6 रहेछ उदयपुर गढी गाउँपालिका आमा उदयपुर गढी पो रहेछ त यता त हजुर होइन उदयपुर गढी गाउँपालिका रहेछ यो त त्यसो भए त उता नेपाल टार उदयपुर गढी उता सबै हो त एउटै होइन यो डाँडा कटेर आउँछ होइन ए हामी लाहानबाट छिरेको मान्छे उदयपुर गढी गाउँपालिका आइसक्यौँ श्री कपिलेश्वर आधारभूत विद्यालय आधारभूत रहेछ 8 क्लाससम्म रहेछ यो डाँडा हामी कति हिँडिसक्यौँ क्या हामी चाहिँ यहाँ बाटो बिचमा आएर झुकिएको छौँ बाटो त ठिकै थियो कि
तर यो गाउँमा अटो चाहिँ पातलो पाइने रहेछ, मासतिर त झन् साह्रो नपाइने रहेछ क्या। अनि अब मन्दिर पनि गएको, हामी त हिँड्दै जाने भनेर हिँड्दै आयौँ। यस कस्तो राम्रो घाँस रहेछ यो। हामी साधनको घाँस काट्नलाई उहाँ सुरे पुग्नुपर्छ उता। अन्त यहाँ माथि घर छ। बाख्रा पालेर बस्ने ठाउँ चाहिँ एकदम राम्रो रहेछ है। यही खोला छ, सुलुलुलु बगिरहेको छ। साधनको घाँस कस्तो राम्रो हाम्रो। त्यहाँ यो हरियो हो। कति मनिका फुलेछ यतातिर। हामी मन्दिर 4 घन्टाको हिँडेपछि मन्दिर आइसक्यौँ। हामी चाहिँ यहाँ मबिरमा 2 जना हिँडिरहेछौँ। प्रकाश चाहिँ अघि नै मन्दिर पुगेर सायद पूजा गरेर फर्किने बेला भइसक्यो। हामीलाई छोडेर जानुभएको। उदयपुर गढी अरे यहाँ छ मन्दिर। सिधै होला होइन, माथि ठाडो उकालो त्यो डाँडा कटेर जानुपर्छ अरे नेपाल डाँडा। पानी रहेछ, लाएर साह्रो थिएन। पूजा गरेर खाऊ न। प्रकाशले तर पूजा त गरिसक्नु भयो होला। हिँड्नु जाऊ। पानी गाह्रो रहेछ अगाडि नै। खानुभएको पानी कति चिसो पानी। ओ माइ गड। अहिले एकछिनमा खान्छु ल। जाउँ। उदयपुर गढी शिव मन्दिर। अनि भगवान् पनि कहाँ उत्पत्ति हुने रहेछन् कि। भगवान्को दर्शन गर्न सजिलो छैन। खोइ त्यो कता राख्नु भएको छ। सफा गर्दैन। उदयपुरकै पुरानो मन्दिर भनेर आएको है। पहिला उद्घाटन गर्दा जस्तो बनाएको थियो त्यस्तै रहेछ क्या त्यो मन्दिरको हालत। बिचरा मेरो बुढाले आएर सबै सर सफाइ गरेर अनि उयो भगवानहरू नुहाइदिएर त्यसपछि मात्र हामीले पूजा गरेको क्या यहाँनिर। सोचेभन्दा बेग्लै थियो। मठ मन्दिर भनेपछि थोरै केही विकास त हुनुपर्छ नि। केही थिएन विकास के, जस्ताको तस्तै दर्शन गर्न आउने तर केही न केही के। धुप लगाउनलाई कोइला बनाउँदैछु, आगो बाल्दैछु। आगो पनि मेरै हो। मन्दिर देखेर माया लाग्यो अरे। अनि त्यसपछि मन्दिरलाई भगवान्लाई नुहाइदिँदै हजुर फेरि ल्याउँ नभएको भएर। अनि त्यसपछि चाहिँ पुग्यो। म त 3 चोटि चढाउनु पर्यो। चिसो दाउरा छ क्या। चुलो चाहिँ अलरेडी बनाएको रहेछ। काल हर रोग हर भगवान् सबै दशा हरिदेव। मन्दिर सर सफाइ पछि चाहिँ यहाँ पूजाको सामग्रीहरू रेडी गर्दै हुनुहुन्छ सासू मम्मी र बुढाले। अनि म चाहिँ आगो सागो बाल्न गएँ, क्यामेरा गर्दै बस्दै गरिरहेको छु। हाम्रो उयो अगरबत्ती बाल्नु न, उयो बास्ना राम्रो आउँछ। 2-3 वटा बाल्नु के काम छैन। उहाँ माथि जानुपर्छ। उहाँ माथि गएर उयो दर्शन गरेको गाईको थुनमा
हामी चाहिँ सबै सामग्रीहरू रेडी गरेपछि सबैतिर घुमफिर गरेर 3 जना भएर पूजासुजा गऱ्यौँ। पूजा गरिसकेर दर्शन यताउता गरेपछि हामीले परेवा पनि लगेको थियौँ नि त, अस्तिदेखि किनेर राखेको थियौँ। अनि त्यो परेवा पनि उडाउनु थियो, अनि त्यो परेवा उडाउनलाई पनि रेडी गऱ्यौँ क्या। सरसफाइ गरेर पूजा गर्दा थोरै टाइम लाग्यो। सबभन्दा फर्स्टमा हामी नै आइपुगेका थियौँ, अनि अरू त यत्तिकै पूजा गर्न लागिरहनु भएको थियो। अनि बुढाले गएर अनि सरसफाइ गर्नुभयो क्या। यो सरसफाइको क्लिप चाहिँ मैले लिन पाइनँ, किनभने हामी बिस्तारै मम्मी र म पछाडि पछाडि हिँडेर आएको थियौँ। अनि हामीलाई चाहिँ छोडेर बुढा ढिलो हिँड्यौँ भनेर अगाडि नै गएर सरसफाइ गर्दै हुनुहुन्थ्यो क्या। अनि त्यो यो पूजा गरेपछि चाहिँ परेवा उडाउनलाई रेडी भयौँ क्या। परेवा लगेको थियौँ। सात त गइसक्यो केटाको एकछिन कता उडाउने अरे परेवा उड्यो हाम्रो खरको परेवा। फाइनली हाम्रो पूजा चाहिँ समाप्त भइसकेको छ। अब चाहिँ हामी घर फर्किन्छौँ। टिका लगाइदिउँ। भगवान सत्यताको भगवान बग्ने आँटेको चिताको काम सकियोस्। त्यसपछि मेरो टर्न। हामीले बसेर आएको काम फग्ने Paris. खुट्टाको हालत यो भयो। मन्दिर आइपुग्दा टाइममा अब अघि आउँदा लास्टै थाकिएको थियो। अब त भिडियो बनाउन सक्दिनँ। भिडियो कम्प्लिट भइसक्यो मेरो। यो भिडियो चाहिँ म अब घर पुगेर अपलोड गर्छु। हामी उदयपुर गढीको मन्दिर पनि आइसक्यौँ। उदयपुर गढी गाउँपालिका 6 रहेछ। एकदम शान्त ठाउँ, जङ्गलको बिचमा मन्दिर। भगवानको दर्शन गर्न त्यसै सजिलो छैन के, कति धेरै हिँड्नुपर्छ। धेरै हिँडेपछि मात्र दर्शन गर्न पाइन्छ। बाटो चाहिँ एकदम सजिलो छ। यहाँनिर सबै ट्र्याक्टर बाइक बस सबै थोक आउने रहेछ। तर हामी चाहिँ हिँड्दै आएको। उहीँदेखि रिजर्भ गरेर ल्याउनुपर्छ। अरू चाहिँ बाइकमा आउनुभयो। हिँडेर पूजा गरेको राम्रो भनेर हामीले चाहिँ एकदम हिँडेर आएको उहीँदेखि। अब हामी फर्किन लागेको। बाट हिँड्दैछु। लड्यो भने म मोबाइल हेर्दै अब फर्स्ट टाइम झोलुङ्गे पुलको एक्सपिरियन्स लिँदैछु। होइन फर्स्ट टाइम होइन, यो 56मा गएको थिएँ पहिला पिकनिक गएको बेला। यो चाहिँ सेकेन्ड टाइम भनौँ न। यति चाहिँ विकास भएको रहेछ है गाइड। यहाँनिर फोटो खिच्दिनँ न भनेको उहाँ पुगिसक्नु भएछ। पारी गएर बस्नुभएछ। यहाँ हिँडेको भिडियो गरेको है क्या हुन्थ्यो।